अस्ति मलाई केटाहरूले नमजाले दिए आज केटाहरू आउने त यही बाटो हो पक्कै पनि म यतै कतै लुक्छु यो झाडीतिर केटाहरूलाई ठिक नपार्यो भने हेर आत्माराम अस्ति त्यो झ्याप्रोलाई हामीले लाली खुसिन गरी कुटेका छौँ त्यसले जुनसुकै बेला पनि हामीलाई एट्याक गर्न सक्छ हामी भाग्नु चाहिँ हुँदैन है हुन्छ किन भाग्नु र यसलाई फेरि हुनुपर्छ हो फेरि एट्याक गरौँ भने दुईजना मिलेर आज पनि त्यसको लादी निक्लिने गरी खटाउनु पर्छ हुन्छ नि साथी है त भाग्नु चाहिँ कुनै हालतमा हुँदैन नि हुन्छ साथी ल ल जाउँ हे केटा हे केटा आइजस् त आज फन्दामा परिस् केटा हो आज नराम्रोसँग धुलाई खाने भइस् यो एकजना छ हामी दुईजना छ नटराई केटा नटराई डराउनु चाहिँ हुँदैन है डराउनु चाहिँ हुँदैन तर यस क्या त साले भागिहाल्यो अब मेरो लादी निकाल्ने भयो साले अब म पनि भाग्नु पर्ने कता चाहिँ भाग्ने हो दुईजना थियो एकजना त भागिहाल्यो होइन आइज केटा आइज तेरो र मेरो वार पर्छ अघि तिमी मलाई सिस्नो गाडीमा हालेको थिइस् होइन आइज अब म नि भाग्छु नि हेर बाबु हामी दुईजना मिल्नुपर्छ होइन यसो नगर अब जे हुनु भयो बिर्सिदिउँ अब तर म टक्क खाजा खान्छ हिँड बरु ए हो र खाजै खुवाउने हो अस्ति कुटेर मेरो यहाँ जिउ सिउ सबै दुखिरहेछ ल हात मिलाउँ ल ल ल ल त्यो साले एउटा भागिहाल्यो अब त्यसले चाहिँ खाजा खान पाएन आज ल जाउँ ल त ल जाउँ टन्न खाजा खाने भयो आज यो लौरा थाल मिल्यो भने त हामी ल आजदेखि हामी दाजु मिल्यौँ ल ल लागौँ ल